यहाँहरू सबैलाई ख्रिस्टी अभिवादन, जय मसीह, नमस्कार। परमेश्वरलाई महिमा होस्। यहाँहरूको बिचमा मैले फेरि अर्को एउटा वचन तयार पारेको छु अनि त्यो वचन चाहिँ म यहाँहरूसँग सेयर गर्न चाहन्छु। अनि आजको विषय चाहिँ धैर्य भन्ने शीर्षकमा रहेको छ। धैर्य चाहिँ धेरै मानिसहरूले गर्न रुचाउँदैन। विज्ञान प्रविधिले फड्कोमाडी अनुसार डिजिटलको समयमा छौँ, हामीलाई छिटो गर्न मनपर्छ। धेरै छिटो कुराहरूले चाहिँ मानिसहरूलाई चाहिँ लामो समय चाहिँ पिरोल्ने गर्छ। अनि त्यही भएर हतारमा चाहिँ काम बिराएर फुर्सदमा पछुताउनुभन्दा अनि तपाईँ त्यो विषयमा चाहिँ सोचेर कामहरू गर्न चाहिँ राम्रो हुने गर्छ। यसै त हामी परमेश्वरको वचनबाट सिक्ने गर्छौँ। अनि परमेश्वरको वचनले चाहिँ हामीलाई यही कुराहरू चाहिँ सिकाउँछ। म तपाईँहरूको निम्ति छोटो एउटा खण्ड पढ्न चाहन्छु। किनकि तिमीहरू जान्दछौ, तिमीहरूका विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ। धैर्यलाई त्यसको पुरा काम गर्न देऊ, ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्व र पूर्ण हौ। आमेन। परमेश्वरको वचन पढाइ र सुनाइमा परमेश्वरले आशिष दिनुभएको होस्। धैर्य गर्नलाई चाहिँ परमेश्वरको वचनले पनि एकदमै राम्रोसँग सिकाउँछ। हामीले धैर्य गरेनौँ भने चाहिँ समस्या हुन्छ। त्यो समस्याले चाहिँ कहिलेकाहीँ सानो समस्या रहेछ भनेदेखि त क्षणिक होला, तर कतिपय समयमा धेरै ठुलो समस्याहरू पनि आउने गर्छ। अनि त्यो समस्या चाहिँ हामीमा नहुनको निम्ति हामी अहिलेदेखि नै हामी प्रार्थना गर्ने, वचनहरू पढ्ने, विश्वासमा चाहिँ परिपक्व हुने कुराहरूमा चाहिँ हामी लागिरहनुपर्ने, लिप्त हुनुपर्ने कुराहरू चाहिँ यहाँनिर बताउँदछ। परमेश्वरको वचन चाहिँ हामी हेर्ने हो भने इतिहासलाई हेर्दै गर्दाखेरि हाम्रो विश्वासका पिता, विश्वासका नायक भनेर पनि हामी भन्ने गर्छौँ। अब्राहमलाई परमेश्वरले उजबाट बोलाउँदाखेरि चाहिँ अब्राहम चाहिँ एउटा केही नभएको एउटा साधारण मानिस थिए है। जब परमेश्वरले उनलाई बोलाउनु भयो, उनलाई बोलाउँदाखेरि तीनवटा उद्देश्य, एउटा आशा देखाउनु भयो। अनि त्यो आशा चाहिँ म तँबाट एउटा ठुलो जाति खडा गर्नेछु र तँलाई आशिष दिनेछु, म तेरो नाउँ प्रसिद्ध गराउनेछु र तँ आशिषको मूल हुनेछस्। आमेन। यो तीनवटा कुराहरू परमेश्वरले अब्राहमलाई भन्नुभयो, प्रतिज्ञा गर्नुभयो। अनि त्यही आशामा आफ्ना पिता पुर्खाहरूलाई छोडेर होइन, परमेश्वरले जहाँ भन्नुभयो त्यहाँ तिनी चाहिँ गए। अनि उनलाई परमेश्वरले बोलाउँदाखेरि, अब्राहमलाई परमेश्वरले बोलाउँदाखेरि चाहिँ अब्राहम चाहिँ जम्मा 75 वर्षका थिए। 75 वर्षका थिए। सपना ठुलो थियो है। परमेश्वरले अब्राहमलाई देखाउनु भएको सपना धेरै ठुलो थियो। अनि अब्राहम चाहिँ विवाहित मान्छे थिए। अनि उनीसँग चाहिँ वर्षौं भइसकेको थियो बच्चाहरू नभएको। अनि त्यो बच्चा नभइसकेपछि चाहिँ अब्राहम चाहिँ एकदमै चिन्तित थिए। अनि त्यही चिन्ताको कारणले गर्दाखेरि पनि अब्राहमले चाहिँ परमेश्वरलाई एकदमै विश्वास गरेर परमेश्वरले एक दिन गर्नुहुन्छ। अनि त्यो धेरै लामो समय भइसकेको थियो। किनभने परमेश्वरले अब्राहमलाई 75 वर्षको उमेरमा म तँबाट एउटा ठुलो जाति खडा गर्नेछु भनेपछि त परमेश्वरले मबाट पक्का मलाई सन्तान दिनुहुनेछ अनि म चाहिँ एउटा ठुलो जातिको पिता बन्नेछु। उनले एकदमै आशा बोके। त्यो आशा बोक्दै गर्दा अनि लामो समयसम्म गए। अनि त्यो लामो समय 1-2 वर्ष, 3-4 वर्ष, 5-7 वर्ष, 8-10 वर्ष होइन। प्रिय मित्रहरू, हामी परमेश्वरको वचनलाई पल्टाएर हेर्दाखेरि हामी उत्पत्तिको पुस्तक 21 अध्यायमा आएर है, 21 अध्यायमा आइसकेपछि 5 पदमा हामी हेरौँ। हामी तिनको छोरा इसाक जन्मदा अब्राहम 100 वर्ष पुगेका थिए। आमान। 25 वर्ष चाहिँ परमेश्वरले एउटा काम पुरा गर्नलाई अब्राहमलाई 25 वर्षसम्म धैर्य गर्न भन्नुभयो। हामी आज चाहन्छौँ, आज सङ्गतिमा आयो अनि भोलि गयो, पर्सि गयो, निको पर्सि गयो, अनि
2-4 महिना जाँदा बित्तिकै हामीलाई पुलपिटमा चढेर वचन बोल्न मनपर्छ, सेवकाई गर्न मनपर्छ, वर्शिप गर्न मनपर्छ। अनि यदि पाएन भनेदेखि चाहिँ हामीलाई केही दिँदैनन्, कसो गर्दैन, निराश हुने, हताश हुने। त्यस्तो होइन प्रिय मित्रहरू, हामीलाई परमेश्वरले एउटा टाइम, एउटा समय तोकिदिनु भएको छ। अनि जुन समयमा चाहिँ परमेश्वरले गर्नुहुन्छ, अनि त्यो समयसम्म चाहिँ हामी धैर्य गरेर परमेश्वरले भन्नुभएको कुरा अनुसार हामी परमेश्वरको सेवकाईको काममा, परमेश्वरलाई प्रेम गर्ने कुराहरूमा, परमेश्वरको आदर गर्ने कुराहरूमा हामी लिप्त हुँदै गयौँ भनेदेखि चाहिँ त्यो कुराले चाहिँ हामीलाई एकदमै आशिषमय बनाउँछ। कलसीको पुस्तक 1 अध्यायको 10 देखि 14 मा हेर्यौँ भने पनि त्यहाँनिर लेखिएको छ, तिमीहरू चाहिँ विश्वास गरेर जाँच अनुसार चाहिँ तिमीहरू चाहिँ एकदमै परमेश्वरलाई चाहिँ प्रसन्न तुल्याउने कामहरूमा तिमीहरूले आफ्नो जीवनद्वारा चाहिँ परमेश्वरलाई प्रभाव पार्यौ भने चाहिँ परमेश्वरले तिमीहरूलाई, तिमीहरूको सफलता, तिमीहरूको धैर्यताले गर्दा तिमीहरूले सफलता पाउनेछ भनेको छ है। अनि हामीले परमेश्वरलाई चाहिँ कसरी हामी एकदमै प्रसन्न तुल्याउन सक्छौँ भन्ने चाहिँ हिब्रूको पुस्तकमा हेर्नु हुन्छ। विश्वास बिना चाहिँ परमेश्वरलाई प्रसन्न तुल्याउन सक्दैन। विश्वास परमेश्वरले भन्नुभए अनुसार परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ, परमेश्वरले भन्नुभएको छ मलाई दिनुहुन्छ भने विश्वास हुन्छ। यो विश्वास चाहिँ आज तपाईँ लिएर सबै मानिसहरूले सेवकाई बसेर अर्को एउटा कुरा चाहिँ के छ, परमेश्वरलाई धन्यवाद दिने कुरा किनभने परमेश्वरले सबैभन्दा ठुलो काम चाहिँ के भन्नुभएको थाहा छ? तपाईँ र मैले गरेको पापलाई कल्वारी क्रुसमा उहाँले चाहिँ त्यो दुःखमा उठाउनु भएको छ। यही कुरामा चाहिँ परमेश्वरलाई धन्यवाद दिनुपर्छ। परमेश्वरले दिनुभएको जीवनमा परमेश्वर आराधना गर्ने कुरा धीरजका साथ धन्यवाद। जय मसीह।